पर्छ है गरौँ मौरीले फेरि आक्रमण गरिहाल्छ अर्को छ टोपी त्यहाँ 3टा छ त्यहाँ छ मौरी चाहिँ कसरी निकाल्न सकिन्छ धुवा लगाइदिने हो धुवालाई दिन्छु हातले समाउने हो समाउनु बिहान त हिँडिहाल्छ नि कलबन्दी ल्याइदिनु पऱ्यो पर्दैन यसैले टाइप गरेर मलाई त चाहियो नि मेरोवालाको चाहिँ यहाँ यस्तो छ ठुलो यो लगाएर म जान्छु यहाँ मान्छे त म जान्छु बरु होइन अर्को नि छ त्यसो मौरी छिरेन भने अझै टाइट पर्दैन त्यसलाई यो लाइट राखेको थिएँ त्यो लाइट निकाल्छ म तपाईँले यस्तै बनाउनु पर्यो त्यो घरै बनायो हिसाब गर्ने पनि किनेरले पनि त्यो पनि महँगै हो नि है अरे चक्कु कता भाडा त्यहीँ छ के अरे त्यहाँको बिहान त सलाई खै सलाई खै बिहान अब चाहियो नि सलाई लाइटर पनि यसले लुगाएर राखिदिएपछि गाह्रो पर्छ लाग्यो बिहान त यो ढोका खुल्ला राखिदियो भने त्यहीँ जान्छ होला हजुर बिहान ढोका खुल्ला यो ढोका खुल्लै भएछ भित्रै जान्छ होला नि अब त्यहाँबाट निकाले त्यहाँबाट निकालेको अब त्यहाँ जान फेरि मान्छ कि नै अनि यही ठाउँबाट मलाई निकालेको होस् भन्न सके बेला हेर्दा मौरीको फेरि भर हुन्न जे पनि गर्छ उसले ल तपाईँ देऊ खै तपाईँ हेर्नु ल म खिचिदिन्थेँ नि होइन ठिक छ भित्र ठाउँ गाली गर्दा चुप्पी पर्दैन साथै मसँग अस्ति त मलाई थिएन तोरीको बेला सर तान्ने चाहिँ होला त्यो मौरी तानेको त देखिन्छ कि राम्रै छ हामीले पुग्न जान्दैन त कुन चाहिँ ल खासै यो मैले लाउनु पर्यो नि त भनेर त्यो भित्र बसेको यत्रो छ बिस्तारै बिस्तारै एउटा लिएर आयो अब फेरि अर्को उसले मिलाउँदै काट्दै गऱ्यो अप्ठ्यारो ठाउँ छ नि एकदम अप्ठ्यारो ठाउँ छ टोकिसक्यो मलाई एउटाले कान्छाले टोक्छ छातीमा आँखा त टोक्दैन आँखा त लाहान चेन लगाएको थियो नचलाउनु त खासै के गर्दो रहेछ जस्तो लाग्यो खै गौरवले त बनाएर भिडियोमा टक्क देखिन्छ तपाईँ क्लियर तरिकाले म त टन्ने रहेछ क्या हो गएर राम्रै भने ठुलो अब भित्रकोमा चाहिँ कति छ भन्ने कुरा हो ल
चाख्न त भयो नि घर भएकोले लाइट सार्दिउँ भित्र छैन के चाहियो भाडा थाप्ने भाडा के चाहियो भने सबभन्दा सुरुमा कैँची के अरे चक्कु चक्कु त्यही कहाँ गयो ए आहाम पऱ्यो अरे त गर त्यही हेर त चक्कु खै चक्कु त्यही के यहीँ रहेछ त्यही छ एउटा भाडा दिउँ नि थाप्नलाई त्यही मुनि राख्यो नि एउटा यो उतै गयो यसलाई यता साइडमा ए ध्यान राख आफै हुन्छ जमिनलाई मिस्त्रीले यो उयो भाडा त अहिले एकचोटि डिस्क्राइब गरेर धुवाँधेर भएर भात खानै पऱ्यो धुवा भेट्दै क्या हामी आयो छिटो पनि काट्यो अर्को भाडा थिएँ ल्याउनु म टाउटो गर्नु भइरहेको फालिदिउँ उता उता ल त्यो छुट्टा सुरुमा यसलाई हेर यसलाई हाल्नु यहीँ नराख कि अलिकति उता राख ल ल म उता सार्छु कि यसमा मौरी धेरै छैन यसमा नराख कि ल म सार्छु कि ल यसलाई म मौरी सुरुमा टौटका अनि यसमा हाल्दै फुकेर सार्नु पर्यो यसमा भाडा हजुर रानी मौरी समात्ने भाडा झर्नाले ल्याइदिनु भन्नु भाउजू घरको झ्यालमा सानो सेतो सेतो डब्बाको छ लिएर आउनु है यो डब्बा के अरे रानी मौरी के अरे यो चाहिँ यसमा यो सबै बच्चाहरूको हो होइन भित्र हाल्दिउँ फ्रेम बनाएर हाल्नुपर्ने होइन होइन यहाँ उयो यसमा रानी सेल्फ पनि बनाउनु ला बनाएको छ अब निस्किने बेला हुन्ला जस्तो लाग्छ उयो यतापट्टिको चाहिँ बच्चाको हो क्या त्यो यो चाहिँ छाउरा कक्षे छाउरा कक्षे यसमा मुख छैन छाउरा हुने भए त्यसलाई सर्लकै हाल्दै के हुन्छ होइन यसलाई फ्रेममा बाँधेर हाल्नुपर्छ ए के गरौँ यसलाई टौटकै थियो त्यहाँभित्र अनि यो एउटा राम्रो भाँडामा चाहिँ अथवा चाहिँ त्यो उसको क्यारेटमा राखिदिए मौरी टौटो खाएर मौरी टौटकाइदिए क्यारेटमा राख्दै हुन्छ क्यारेटमा राखिदिने गौरव के अरे ब्रुस छ भने ब्रुसले यस्तो उस गर्दै पनि हुन्छ रङ लाउने ब्रुस नचलाएको छ र ठुलो चलाएको छ ए रङको गन्धन त रिसाउँछ गोरु पुरानो भएर चाहिँ धोएर राखेको होला एउटा प्लेट दिने हुन्छ ठुलो के अरे प्लेट सोर्न होइन यसलाई राख्नु ए ल यहीँ अड्डिन्छ भने यहीँ हालिदिन्छु यहीँ अड्डिन्छ चाहिँ यहीँ हालिदिउँ यहाँ त्यसलाई साइड सुकाएर राखिदिए कि त्यो के अरे अन्डाको क्यारेटमा थियो ल होइन मैले प्लेटमा क्यारेटमा राख्दैन गएर क्यारेट फोर हुन्छ कि ए फेरि यसलाई मासु गन्ध मन पर्दैन मासु काट्नु होइन मासु होला होइन कि त्यो गएर क्यारेटमा क्यारेटमा के हुन्छ मासु हुन सक्छ के भएर रिसाउँछ कि त्यस्तो त्यस्तो चिज नि थाहा पाउँछ है पर्फ्युम तपाईँले पर्फ्युम लाएर आउनु भने त झन् रिसाउँछ गन्दै मन पर्दैन नि हो र उसले बन्द गरेर चाहिँ मलाई के म चलिरह होला भनेर नि खै त्यही सँगसँगै खिच्नु सुरु अलिकति भगवान्लाई ल ल भगवान्लाई चाहिँ चढाउनु अनि म छुट्टा दिन्छु कि हजुर हेलो कहाँ छ र आमै नमस्ते गरे तपाईँलाई भाँडले न किन्दाखेरि पठाइदिनु पर्दैन
त खासै पर्दैन अलिकति मात्रै जसले मह काट्छ उसले हात चाट्छ भने चलाउने छ चलाउँदै छैन ठुलो ल गएपछि तपाईँहरूलाई अब यो सबै निचार्न मिल्यो कि अब यो चाहिँ रानी सेल हो कि ढुवा अब यहाँभित्र यो यो रानी बच्चाको मर्छ किन अब यसरी अलिकति राम्रो हुँदैन कि अरू घाँहरू पनि छ भने अरू के ल्याउने भन्नु मह छ कि अब यसलाई सिधा बनाएर राख्नुपर्छ छ अहिले उताएर राखिदिनु झर्ना किसिम रानीको सेल हो कि यिनीहरू ऊ त्यो तलको त्यो पुटुक पुटुक परेको उयो राम्रो छ जस्तो लाग्छ तर यो निस्किने बेला हुँदैछ कि जुम गरेर देखाउँ यो चाहिँ रानीको सेल हो एउटा दुईटा तिनटा छ यसमा मुनिबाट हालेर त्यसमध्ये कुन चाहिँ राख्ने भन्ने कुरा हो तिनटै राख्न मिल्दैन कुन राम्रो हो अनि यिनीहरूले चाहिँ ऊ गर्छन् कि केको वाला चाहियो कि त्यही भएर एकैचोटि मुनि राख्नु अनि त्यसरी राख्नु के भन्छ अरे त्यसलाई त्यो सबभन्दा बेस्ट चाहिँ आफै हुनेवालालाई के भन्छ अरे नेचुरल सेलेक्सन अब यता अर्को साइडबाट गर कि बिस्तारै भित्र गयो नि त अब यसको पनि अझै हालिदिनुपर्छ कर्ली कर्ली कपाल तिम्रो चौरी पऱ्यो भयो नमस्तो सिनेमेटिक यसलाई टोक्छ नि टोकाइदिउँ यसलाई अर्कोलाई राखिदिउँ ल नि त चाहियो भने भाले चिजै नराखिदिउँ न होइन गोकुल जस्तै बन्नुहोस् भनेको जस्तो सुन्ने हुनु बी गोकुल यसलाई यसो गरौँ न त अलिकति मुनि तन्काएर हालौँ उल्टो भयो कर्ली कर्ली कपाल उल्टो नगर्नु के बिग्रेर फेरि यसको मेकानिजम उल्टै